रेजिना वाग्ले। ए रेजिना वाग्ले हो? हजुर। बिर्सिरहेको छु मैले त। ल मेनी कङ्ग्रेचुलेसन रेजिना। कुन कोर्समा हो? मेरो मास्टर अफ म्यानेजमेन्ट। मास्टर्स अफ म्यानेजमेन्ट हेल्थ केयर त होइन नि? होइन म्यानेजमेन्ट मात्रै। म्यानेजमेन्टै हो? हजुर। ए ओके, कहिलेदेखि कोर्स स्टार्ट हो नि? मेरो त कोर्स मार्च 4 मा हो। मार्च होइन होला, मार्च त गइसक्यो। मे 4 भन न। ए मार्च पहिलाको चाहिँ अगाडि मगाएको थियो नि त, अहिले फेरि पछि सारेको। ए पछाडि फेरि त्यो गरेको अलिकति। पहिला चाहिँ मार्च 4 मै थियो के अरे, अनि फेरि अहिले मे मार्च 24 मा थियो, अहिले चाहिँ मे 4 मा सारेको। ए अनि के रे मेन्सको के ब्याचलर्स के पढाएको थियो ब्याचलर्समा? बिजनेस म्यानेजमेन्ट नै हो। बिजनेस म्यानेजमेन्ट नै गरायो हो? बीबीएस? हैन बीबीए। बीबीए? हजुर। ए अनि कहिले जाने हो अनि? अब अप्रिल 30 मा। टिकट भइसक्यो? भइसक्यो। को जाने को? सुस्मिता र समीक्षा दिदी। त्यो सुस्मिताहरु पनि यहीँको विद्यार्थी हैन र? हजुर यहीँको। सँगै जानु लाग्यो। ए हो? हजुर। सुस्मिता समीक्षा तीनजना सँगै जानु आँटेको हो? अनि त्यो बस्नेको वातावरण भयो नि त्यहाँ? भएको छैन। हाँ? मेरो भएको छैन। अनि किन नि? सुस्मिताको भयो, म हेर्दैछु एमएम सँग कुरा गर्नुपर्ने छ। ए हो र? सुस्मिताको कहाँ? सुस्मिताले कसरी गर्यो त? खै उसले खै कोबाट गरेको। ए हो र? अनि आइसक्यो त त्यसो भए आज कति तारिख हो? अब म्यामसँग कुरा गर्छु। ए हो? हजुर। के तिमी म्यारिड हो कि सिंगल हो? सिंगल हो। ए हो? ए डिपेन्डेन्ट त म अर्कै भन्ने सोचे। अनि कति भयो भन्छ आज? इन्टरभ्यू भयो भएन अनि? इन्टरभ्यू भयो, भिडियो इन्टरभ्यू नै भयो। ए पुरै भिडियोमै लियो? हजुर। ए पुरै लामै लियो? 22 मिनेट्स। धेरै लामो लिएछ त तिमीलाई त यार। हजुर। आमा धेरै लामो लिएछ इन्टरभ्यू। 22 मिनेट्स नै भयो। बडी के सोध्यो? मलाई त्यही उसको बारेमा सोध्नु भयो, काम गरेको, पहिला इन्टर्नशिप गरेको। ओके, इन्टर्नशिप त पेड इन्टर्नशिप त थिएन तिम्रो? त्यो यसले के भन्यो त्यसको लागि? बैंक स्टेटमेन्ट त केही त भनेन नि? भन्नु भएन। मैले किन पेड के भन्छ पेड इन्टर्नशिप चाहिँ किन नगरेको, अनपेड किन काम गरेको भनेर त्यसो भन्यो? सोध्नु भयो। अनि मैले त एक्सपिरियन्स गेन गर्न भनेर त उता एन्सर भने। ए अनि मान्नु त्यो कति विद्यार्थीलाई चाहिँ तिम्रो रिफ्युजल भएको विद्यार्थीको मैले हेरेको छु कि केस नोटमा तेरो चाहिँ इन्टर्नशिपमा गरेकोमा चाहिँ तेरो ब्याङ्क स्टेटमेन्ट नभएको अथवा यो नदेखिएको भनेर भनेको हुनाले मैले तिमीलाई त्यो क्वेसन त्यो भनेको क्या। ए त्यस्तो कुरा धेरै चाहिँ यही जबकै बारेमा सोध्नु भएको थियो। 22 मिनेट्स मेरो इन्टरभ्यू हुँदाखेरि मलाई 15 मिनेट जबको बारेमा त सोध्नु भयो। ए पुरै टोटलै सोध्नु भयो। के गर्थिस्, को थियो त्यस्तो सबै सोध्यो? जब रेस्पोन्सिबिलिटी अनि त च्यालेन्जेसहरु, कतिवटा रुम, त्यो होटलको सबै सोधेको। ए बाबा रेस्टुरेन्ट थियो, के पाउँथ्यो सबै सोधेको मलाई। ए के खानेकुरा पाउँथ्यो, के पाउँथ्यो, कतिवटा टेबल, कतिवटा त्यो स्टाफहरु, कतिवटा म्यानेजर सबै सोधेको। ए 15 मिनेट त्यही कामको मात्रै पुरै त्यसले उता वेबसाइट हेर्दै त्यो कम्पनी होटलको वेबसाइट हेर्दै यता तिमीलाई सोध्दै गरेछ? त्यही सोध्दै गरेको। कलर कतिलाई त कलर कस्तो थियो भनेर सोध्दो रहेछ, थाहा छ? त्यो होटलमा कलर कस्तो थियो, तिमीले काम गरेको ठाउँमा रिसेप्सनमा के थियो भनेर नि त हेर्दो रहेछ। मलाई त त्यसै कलर चाहिँ सोध्नु भएन, तर मलाई पुरै डिटेलमै सोध्नु भयो। ए पुरै डिटेल्समा सोध्यो है? साथीहरु को थियो यस्तो आफ्नो काम गर्ने यस्तो सोध्नु भएको। त्यहाँ बोसहरु को थियो यस्तो नि सोध्यो कि? 15 मिनेट नै सोध्नु भयो, धेरै नै सोध्नु भयो के कामको। अनि मैले अब भन्दै गए अनि सबै सकिएपछि अनि बल्ल अनि कुन कोर्समा अनि सोध्नु भयो। फोन अब त्यो इन्टरभ्यू स्टार्ट हुनेदेखि नै जब गरेको हो भनेर सोध्नु भयो। मैले अनपेड इन्टर्नशिप गरेको भनेर भनेपछि अनि सुरु गरिहाल्नु भयो सोध्नलाई डिटेलमा। अनपेडको कति 1 वर्षको थियो, कति थियो? 6 महिनाको। 6 महिना खासै तिम्रो त थिएन नि त, भर्खर रिसेन्ट पासवर्ड हैन तिम्रो? रिसेन्ट नै हो। 6 मन्थ हुने त यस्तो साह्रो सोधेछ। अनि कोहीको भिसा अफिसर त्यस्तै खालको पर्छ। को थियो तिम्रो भिसा अफिसर? टेसा भन्ने? कोही त खडुसै हुन्छ, कोही फेरि त्यतिकै सोधेर भिसा दिन्छ। तर राम्ररी नै सोध, मैले एन्सर भनिराखेको थिएँ नि त, नअड्किकन राम्ररी नै एन्सर भनेको भएर सोधिराख्नु भयो। मैले एन्सर भनिराखेँ, त्यस्तो गाह्रो चाहिँ केही पनि भएन। त्यस्तो बिस्तारै किसिमले भनिराख्यो। इन्टरभ्यू इरादा म्यामले पुरै फुल प्रिपेयर गराउनु भएको थियो नि त। इन्टरभ्यू प्र्याक्टिस त धेरै गर्यौ नि हैन? धेरै नै गरेको, लगभग 1.5 महिनै गरेको। गर्यौ नि हैन?
र इन्टरभ्यू प्र्याक्टिस गरेकोले तिमीलाई त्यो एउटा कन्फिडेन्स त आयो नि जे भए पनि नत्र विद्यार्थी इन्टरभ्यू प्र्याक्टिस गर्न मान्दैन अनि त्यहाँबाट भिसा अफिसरको फोन आउँथ्यो डरले होइन इरादा म्यामले राम्ररी नै गराउनु भएको दिनमा 2 चोटि पनि लिनु भएको उटपटाङ बोल्न थाल्छ अनि त्यो प्र्याक्टिस गर्न नमानेर मान्नेहरू के जो भिसा अफिसरको फोन भएपछि एक किसिमको ढुकढुक त हुन्छ नि त मान्छेलाई फेरि भिडियो इन्टरभ्यू थियो भिडियो इन्टरभ्यू अनि फेरि मेरो डकुमेन्ट पनि एक्स्ट्रा डकुमेन्ट पनि मागेको थियो नि त पहिला फाइनान्सियल डकुमेन्टको एक्स्ट्रा 3टा डकुमेन्ट मागेर अनि बल्ल भिडियो इन्टरभ्यू भएर पछि ए तिमी दाइसँग आएको थियो है अब के गर्ने भनेर आएको थियो है साँच्ची तेरि म त बिर्सिरहेको अरे चाँडो बिर्सिँदो रहेछ यार ल सरले मिलाउनु भयो प्रदीप सर ल एकदम ल तिमीलाई त डबल कङ्ग्रेचुलेसन यार रजिन यार है ल अब टिकट सेट काट ट्राभल चेकहरू बनाऊ भयो सुस्मिताहरुसँगै जाने भए अब बस्ने चाहिँ अब म्यामसँग कुरा गर्छु ल अब ट्राभल चेकहरू के हो बनाऊ र हैन अब केही भयो भने हामी छौँ हामी तिमीलाई यो गर्छौँ अब तिमी भनेपछि मेदेखि नै मे 4 देखि नै कोर्स स्टार्ट हो कि तिम्रो एक्सटेन्सन त गरेको होइन नि होइन 19 तारिखको अर्को अफरमा एक्सटेन्सन गरेको छैन नि 2 विक्सको छैन नि ठिक छ जाऊ अनि सर मेरो के छ भन न मेरो अब अप्रिल 30 मा भयो नि त जाने अब म पुग्ने रहेछु मे 2 मा हैन मे 2 मा पुग्छु हैन अनि के भन्छ मे 1 मै छ ओरिएन्टेसन के भन्दा म इमेल गरिदिन्छु विद्यार्थी आउँदैछ ओरिएन्टेसनमा भ्याउँदैन भने इमेल गरिदिन्छु अथवा तिमीले पनि त्यो इमेल पठाए हुन्छ त्यही कलेज त उसमै स्टुडेन्ट सर्भिसमै पठाउँदा तिम्रो स्टुडेन्ट नम्बर अफर लेटरमा छ नि स्टुडेन्ट नम्बर त्यो राख्नु म रेजिना उप्रेती मेरो भिजालाई म फ्राई आउँदै रेजिना वाग्ले के अरे रेजिना वाग्ले म आउँदैछु यो यसो छ म भ्याउँदिनँ यसो गरिदिनु भनेर भन्न तिमीले भन्दा नि हुन्छ ल तिमीलाई मेनी कङ्ग्रेचुलेसन राम्रोसँग अब जाऊ पढ केही भयो भने कन्ट्याक्ट गर ओके है ल बाई थ्याङ्क यू ल